यो तपाईँले के भन्नुभएको? तपाईँले भनेअनुसार हामीले सबै कुराहरू ठिक पारिसक्यौँ त। यो बनकाइलाको जग्गा लिएर मैले के गर्नु? यसले ऋण तिर्न सक्ने कुनै आधारै छैन। तेरो त्यो गोरको जत्रो के यत्रा त्यो बल लाङ्रे आहा के फुगालाई हेर्दैमा म डराउँछु भन्ठाने चाहिँ अझै पनि काली कुकुर चढ्न छोडेको छैन। तेरो पनि पालो को गर्छ तँलाई किन जानु पर्यो ह? जिन्दगी भनेको एउटा चौतारी हो बिनाजु। चौतारी छोरीलाई आफ्नो श्रीमती बनाउन मन छ भने नि उसलाई अलिकति टेक्ने आँगन भनी राखिदेऊ, बुझ्यौ? चलाई यो अभागी दिदीको माया कति लागेको भाइ। एपिसोडको सुरुवात दियालाई लागेको कडा सुत्केरी व्यथाबाट हुन्छ। गाउँमा सुविधा नभएकाले उनलाई डोकोमा बोकेर अस्पताल लैजाने तयारी गरिन्छ। दियाका श्रीमान र अन्य सदस्यहरू अत्यन्तै आत्तिलिएका हुन्छन्। घरकी आमाले दियालाई गाउँमै बच्चा जन्माउन दबाब दिए पनि स्थिति जटिल भएपछि अन्ततः उनलाई सहरको अस्पतालमा लैजाने निर्णय हुन्छ। धेरै समयको कडा सङ्घर्षपछि दियालाई अस्पताल पुर्याइन्छ, तर डाक्टरले समयमा अस्पताल नल्याएको भन्दै परिवारलाई हप्काउँछन्। दियाको शरीरमा पानी र रगतको कमी भएको रिपोर्ट पनि आउँछ। डाक्टरले रगतको व्यवस्था गर्न भन्छन्। राम आफ्नो शरीरको सबै रगत दिन तयार हुनुहुन्छ, तर डाक्टरले ब्लड ग्रुप मिल्नुपर्ने र सुत्केरीको अवस्था झन्झन बिग्रिँदै गएको जानकारी दिन्छन्। यता घरमा रामकी आमा भने नाति पाउने आशामा दङ्ग छिन्। उनलाई बुहारीको पीडाभन्दा पनि आफ्नो वंश थामिने नातिको बढी चिन्ता छ। उनले खुसीले नाच्दै अब नाति खेलाउँछु भनिरहेकी छिन्। सीताले नातिनी भयो भने के गर्नुहुन्छ भनेर सोध्दा आमाले मेरो बुहारीले नाति नै पाउँछ भनेर अडान लिएकी छिन्, जसले समाजको कृतसत्तात्मक सोचलाई जगाउँछ। आफ्नै श्रीमतीको छटपट्टि देख्न नसकेर राम मन्दिर पुग्छन्। उनले भगवानसँग पहिलोपटक केही माग्दै भन्छन्, हे भगवान, म छोरा मान्छे हुँ, रुनु हुँदैन भन्छन्, तर म पनि मान्छे हुँ, मेरो पनि मुटु दुख्छ, मेरी श्रीमतीलाई यो पीडाबाट मुक्ति देऊ। यो दृश्यले एउटा श्रीमानको आफ्नै श्रीमतीप्रतिको अगाध प्रेम र विवत्सलाई देखाउँछ। एपिसोडको अन्त्यमा डाक्टरले रामलाई एउटा यस्तो निर्णय सुनाउँछन् जसले जोसुकैको आङ सिरिङ्ग बनाउँछ। डाक्टर भन्छन्, तपाईँहरूको लापरवाहीले गर्दा अहिले अवस्था धेरै नाजुक भएको छ। अब तपाईँले आमा र बच्चा मध्ये एकजनालाई मात्र बुझ्नुपर्छ। दुर्गम गाउँमा स्वास्थ्य सेवाको अभावले गर्दा सुत्केरी महिलाहरूले कसरी ज्यान जोखिममा पार्नुपर्छ भन्ने यो एपिसोडमा देखाइएको छ। नातिनी चाहिन्छ भन्ने सासूको सोचले समाजमा अझै पनि छोरीप्रति कति गरिने भेदभावलाई देखाउँछ। के रामले अब के होला त? के रामले आफ्नो श्रीमतीलाई बचाउलान् कि बच्चालाई? के दियाले यो मृत्युको मुखबाट पुनर्जीवन पाउने? कृपया तपाईँलाई के लाग्छ? कृपया कमेन्ट गर्नुहोला। आगामी भाग पक्कै पनि अझै मर्मात्मक र कौतूहलता भरिएको हुनेछ।